बिहानै 7:30 बजे हामी उठेर हात खुट्टा मुख धोएर कपडा लाएर चिटिक्क परेर ऋतिगढ गाउँपालिकाको कार्यालयमा हिँडेका छौँ। आज बिहानै 8 बजे कार्यपालिकाको बैठक भएको हुँदा हाम्रो 8 नम्बर वडा अध्यक्षज्यू 6 वडाको बाटो हुँदै आउनुभयो अनि उहाँको बाइकमा बसेर म हिँडेको छु। अहिले हामी खातुङ जाने बाटोनिर आइपुगेका छौँ। यहाँ खातुङ कृष्ण अङ्कल हुनुहुन्छ। आज यहाँ अङ्कललाई पनि उहाँ चाहिँ हाम्रो खातुङको कृष्ण बहादुर कुमार। अहिले हामी यो पुरानो पहिला हामी स्कुल पढ्दाखेरि खाने पाउटी खाने फ्याक्ट्री हो, अहिले बन्द छ। अब हामी यो पेहेल डाँडा भन्ने ठाउँमा आएको छौँ। यो धनदाईको घरनिर धनदाईले विदेश गएर कमाएर घर बनाएको ठुलो कोरिया गएर। अब हामी यसपछि बतासे बजार हुँदै पालिकासम्म पुग्छौँ आज। अब हामी यो खजानी चोकमा आइपुग्यौँ। ऋतिगढ कृषि परियोजनाको बोर्ड यहाँ बस्छन् साथीहरू। हार्डवेयर पनि खुलिसकेछ आज। बतासे बजार ओह्रालो, यो बाटो खराब छ। यो चाहिँ बतासे बजार हो। एकदमै खराब छ। यो बतासे बजार पनि खुलिसकेछ आज चाँडै। बतासे बजार कटिसक्यौँ। एकदम धुतिलो लाग्दछ अहिले। उता पर मान्छे देख्नै गाह्रो भइरहेछ। अनि यहाँ चाहिँ बुढाबुढी मिलेर भैँसीलाई दाना हालिदिन हिँडिरहनु पर्छ। ल अहिले यहाँ कोरिया पनि हेर्छन् है छोरीहरूले। मैले भिडियो बनाएको छु। अब यो हाम्रो डुस्टुङ जाने बाटो हो। अहिले पनि धुतिलो लागेको छ। अब हामी ओह्रालो झऱ्यौँ। गाउँपालिका हिँडिरहेको छौँ हामी। यो गाउँपालिका जाने बाटो हो। गोहोदी भन्ने ठाउँनिर पुग्दैछौँ हामी अहिले। यो धुधिलोले गर्दा मौसम एकदमै सफा राम्रो देखिएको छ। यो बाटोमा नि दिदीको घर भन्नेमा आइपुग्यो। डाँडाको दिदी पनि भन्छ। अहिले बन्द छ। यो हामी हात्ती छेडा आइपुगिसक्यौँ अहिले। यो ऋतिगढ गाउँपालिका वडा नम्बर 5 गोहोदी भन्ने ठाउँ पर्छ। यहाँ ठाउँ चाहिँ एकदम राम्रो छ। बर्खा लागेको हुनाले हरियाली पनि देखिरहेको छ। गोहोदीमा आइपुग्यौँ अहिले। बाटो अलिकति अप्ठ्यारो छ। अगाडि चाहिँ बस हिँडेको छ। फेकादेखि आएको बस हुनसक्छ। यो हामी एक्ज्याक्ट गोदी भन्ने ठाउँमा आइपुगिसक्यौँ। काँल दाइ पनि हुनुहुन्छ। मकै धपाउनलाई राखेको यो मान्छे। के दिन हिँड्नुभयो? हामी यो बसलाई यहाँबाट हामी ओभरटेक गर्छौँ। बाटो एकदम अप्ठ्यारो छ। उतै अगाडिबाट गर्नुपर्छ होला ट्याक्कै। यो फेकड आएको बस होइन? ओहो छोडिदिनु न त अझ। यसले बाटै छोडिदिइराखेको छ। सुनखोला देखिरहेको छ। अब यहाँनिर गर्ने मिल्छ। अब मिल्छ राख हाल्नु। लैजानु जान्छ क्या? जान्छ। अब हामी यो